असरानी देवी चौधरी। ए गाउँ कहाँ हो? धनगढी गाउँकै हो। ए के भयो तपाईँ भन्नु त? हजुर के भयो तपाईँ तपाईँलाई? के भएनन् कि चम्फा दिन्छु भनेर पैसा 1,25,000 लियो। 1,25,000 हजुर एकजनाको? हजुर। कतिजना दिनुभयो तपाईँहरूले? कतिजना दिनुभयो? कतिजना दिनुभयो तपाईँले पैसा? धेरैजना दियो। बङ्गराबाट कतिजना भयो लगभग? बङ्गराको ए तपाईँहरू यहाँ किन आउनु भएको त आज? यहाँ किन आउनु भएको जिल्ला प्रहरीमा? हामी त्यो उजुरी दिन आउनुभयो? ए कतिजना आउनु भएको छ यहाँ? कतिजना? लगभग 35-40 जना होला। बङ्गरा र धनगढी गाउँको होइन? बङ्गराको मात्रै 40 जना? सबैले 1,25,000 कि कति? अब भरेको मान्छे अब लगभग 40-45 जना होला। पैसा कति दिनुभयो तपाईँहरूले? पैसा त कोहीले अब चम्फाको 65, कोहीले 70, कोहीले 75। अब मैले त रिफर र चम्फा दिएर चम्फाको 65,000, त्यो रिफरको चाहिँ 32,500 दियौँ। कसलाई दिनुभयो? कसले? सुनितालाई। त्यो कहाँ छ सुनिता आजकल? सुनिता आजकल कहाँ छ? महेन्द्रनगर मामा घरको। ए छोपिया छ? ए तपाईँहरू के हो? चम्फा हो। हजुर त्यो सुनितालाई दिनुभयो? हजुर त्यही सुनितालाई दिएको छु। ए तिमीले के भन्यो? कहिले दिनुभयो? अब टाइम त त्यो दिन्छ साउन लास्टसम्म वितरण गर्छु भन्यो। साउन महिनाको 7 गतेको हामी पैसा बुझाएटलाई सुनितालाई। कोही 7 गते? साउनको 7 गते। पहिला गएको साउनको? हजुर अब वर्ष पुग्न लाग्यो। र अहिलेसम्म अब हामी जान्छौँ। अब यति गते वितरण गर्छु, उति गते वितरण गर्छु भन्छ। अब त्यो दिनै टस्किन्छ। फेरि गएपछि अनि गाउँको मान्छे किन आउँछ? म त गाउँमा न आफै बोलाउँछु भन्छ नि त, खबर दिन्छु अनि आउनु। गाउँको मान्छे किन आउँछ? कहाँ घर गाउँ त्यो मान्छेको? गाउँमा, हाम्रै गाउँमा बङ्गरा। ए हजुर गाउँमा भयो। हजुरको नाम के आन्टी? हजुरको नाम को? मेरो कलसी चौधरी। कलसी त्यो धनगढी गाउँ कि बङ्गरा हो? 9 नम्बर होइन? टाइम दिन्छन्, आज चम्फा मिल्छ, भोलि मिल्छ भनेर हामी अब पैसा दिएछौँ। पैसा दिएपछि अब त्यो हामी त खोजी बहार गर्नु पर्यो। कति दिन आउँछ भनेर टाइम टोक्छन्। आज टाइम दिएपछि भोलि आउँछ, पर्सि जान्न। मान्छे त निस्किहाल्छ, कहिले नेपालगञ्ज, कहिले बर्दिया, कहिले काठमाडौँ। तपाईँहरूले कागज बनाउनु भएको त्यो मान्छेसँग कहिले? दिएनन्। के भन्, मलाई विश्वास छैन रे, म गाउँको मान्छे होइन, म भागेर जान्छु। तिमीहरू किन विश्वास गर्दैनौ? कति कार्यक्रम ल्याउने म मान्छे, अनि म भागेर कहाँ जान्छु? गाउँ त मेरो यही हो, घर यही हो, बालबच्चा यही हो, घर परिवार यही छन्। हामी भागेर कहाँ जान्छु भन्छन्। अनि अब दिन गर्दा गर्दै अब साउनको 7 गते भरे हामी। त्यो दिन अब यति बितिसक्यौ। अब सबैजना कति हुन्छ तपाईँहरू भर्नेवाला थाहा छ तपाईँलाई? कहाँ बङ्गरा धनगढी गाउँ? बङ्गरैको मात्रै हामी भनिरहेको। 45 होइन? टोटल। त्यो मान्छेलाई दिने? अब कति दिने? त्यो मान्छेलाई दिने मान्छे तपाईँहरू सबैजना? सुनितालाई पैसा दिए हौ हामी। सबै कति तपाईँहरूको दिनु? सबै कति दिन पैसा दिनुभयो? सबैजनाको पैसा एउटा मैले अब हिसाब गरेन। अब लेखेर अब नाम लिस्टमा कति पैसा दिएछ भने टोटल गरेपछि त हुन्छ। एउटा थाहा भएन। अब मैले भरेछु त मैले आफ्नो जिम्मेवारी लिएर आफ्नो त्यो मेरो त कर्तव्य हो नि त सोध्न। मेरो नाम कुमार राणा। ए कहाँ हजुर घर? मेरो थाना पाउ 10 हो। बङ्गरा? भुइँया घाट। ए कति दिनुभयो तपाईँले पैसा? हाम्रो भुइँया घाटको 4 जना, कुमार राणा, साहेब राणा, ढोके राणा अनि सुनिल राणा, एउटा दिल्लु फार्की, 4-5 जना छौँ। हामीले चाहिँ रिफर समेत 1,32,000 दिएको हौँ। सुनिता चौधरीलाई भदौ 20 गते तपाईँलाई पाउँछ भनेर आश देखाउनु भयो हो। आश देखाउनु भयो पछि गएर 32,000 कि 32,000? 1,32,000 होइन? ए अनि त्यसपछि आशमा अहिलेसम्म दिन बितिगयो। तपाईँहरू किन आउनुहुन्छ? फोन नम्बर छँदैछ मसँग। म आउने बित्तिकै तपाईँहरूलाई कल गरिहाल्छु। तपाईँहरूलाई मेरो रोटेसनमा बिगारिदिनुहोस्। बिचमा टाउको फुटाइ हुन्छ, म रोटेसनले दिन्छु। तपाईँको नम्बर आउँछ, पक्कै आउँछ। केही दिन पर्खिनुहोस्।
त्यही भन्दै आज जसम्म फक्कै फुलाई रोकिराखेकी थिए हामीहरूलाई। हजुर कहाँ अङ्कल त्यहीँबाटै? हजुर म गौडीको डाँडा वडा नम्बर 9 पुरानो 9 हजुर हजुर सरी टोल दिलबहादुर पार्टी म। ए हजुर सँगै हो? हजुर निवेदन दिनुभयो यहाँ? निवेदन दिनुभयो भित्र? छैन दिनु नि होला? चालु छ। ए चालु छ। हजुर ए कति वर्ष हजुरको 1 वर्ष हुन थाल्यो नि अब त होइन? हजुर साउन 20 गते भरेको। अब यो साउनमा 20 यो असाढ 20 गते वर्ष पुरा भयो। कति बेला दिन्छु भनेको थिइन् सुरुमा? तिनले हामीलाई भदौ 20 गते दिन्छौँ भनेर भनेको थिइन्। एक महिनामै? 1 महिनामै दिन्छौँ भनेको थियो। अब भन्दा 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 यहाँसम्म पुगायो। नम्बर